अरुण लहरे प्रेरणा र पौरखको गाथा। विक्रम सम्वत 2048 साल चैत 8 गते दाङको तुलसीपुरमा बुवा भीमसेन लहरे र आमा लीला कुमारी गिरीको कोखबाट जन्मिएका अरुण लहरेको जीवनी संघर्ष, लगनशीलता र सफलताको एक प्रेरणादायी कथा हो। परिवारका एक्ला छोरा उनी एक दिदी र बुवा आमाका साथ हुर्किए। उमेरले 3 दशक पार गरिसकेका लहरेले आफ्नो छोटो जीवनकालमै हरेक क्षेत्रमा सक्रियता र उत्कृष्टता प्रदर्शन गरेका छन्। उनको शैक्षिक यात्रा आदर्श एकाडेमी मिनरवा हुँदै ज्ञानज्योति मावि तुलसीपुरबाट अघि बढ्यो। 2065 सालमा उत्कृष्ट अङ्कका साथ ज्ञानज्योति मावि तुलसीपुरबाट एसएलसी उत्तीर्ण गरेका उनले ज्ञानज्योतिबाटै मानविकी संकायमा कक्षा 12 पास गरे। उच्च शिक्षाका लागि राप्ती बबई क्याम्पस पुगेका उनले 2070 सालमा समाजशास्त्र र पत्रकारितामा स्नातक र 2075 सालमा समाजशास्त्रमा स्नातकोत्तर गरे। पढाइमा मात्र होइन, उनी सानैदेखि खेलकुदका धनी थिए। स्कुले जीवनमा हरेक खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने लहरेले जम्मा 13 वर्षको उमेरमै टेबल टेनिसको राष्ट्रिय खेल खेल्ने अवसर पाए। उनको खेलप्रतिको लगाव यति थियो कि सन् 2016मा थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा समेत उनले सहभागिता जनाए। विशेष गरी फुटबलमा उनको कौशल अतुलनीय थियो। 2068 सालको जिल्ला स्तरीय फुटबल खेलमा किपरको भूमिका निभाउँदै उनले बेस्ट किपरको अवार्ड समेत जितेका थिए। खेलाडी हुँदै उनले हाल प्रशिक्षकको भूमिका समेत निर्वाह गर्न थालेका छन्। उनी 8औं राष्ट्रिय टेबल टेनिस खेलमा समेत प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए। अरुण लहरेको जीवनको एउटा महत्त्वपूर्ण पक्ष भनेको स्वदेशमै उद्यम र रोजगार सिर्जना गर्ने उनको प्रेरणा हो। हजुरबुवा र बुवाको व्यावसायिक प्रेरणाले उनलाई एक सफल व्यवसायी बन्ने लक्ष्य दियो। तुलसीपुरमा मेरो क्याफे रेस्टुरेन्टबाट सुरु भएको उनको व्यावसायिक यात्रा आज फराकिलो बनिसकेको छ। हाल उनले आफ्नै लगानीमा सेफ वे ड्राइभिङ सेन्टर र द हसल युनिसेक्स सैलुन एन्ड एकाडेमी सेन्टर जस्ता सफल व्यवसाय सञ्चालन गरिरहेका छन्। उनी ती युवाका लागि एउटा ज्वलन्त उदाहरण हुन् जसले विदेश पलायन हुनुभन्दा मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास राख्छन्। करोडौं लगानी र मासिक लाखौं आम्दानी गर्दै उनले हाल 12 जना भन्दा धेरैलाई रोजगारी समेत दिएका छन्। घर परिवारको निरन्तर साथ, सहयोग र विश्वासले पनि अघि बढ्ने प्रेरणा र हौसला मिलेको उनी बताउँछन्। उनले ज्ञानज्योति मावि तुलसीपुरमा 5 वर्ष डिआई तथा स्पोर्ट्स टिचरको रूपमा समेत काम गरे। हाल उनी महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन्। अरुण लहरेको सक्रियता खेलकुद र व्यवसायमा मात्रै सीमित छैन। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी हाल नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुन्। नेपाली काङ्ग्रेसभित्र उनी एक अब्बल, इमान्दार र कुशल कार्यकर्ताका रूपमा परिचित छन्। सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन्। खेलकुद सङ्घ संस्थाहरूमा उनको नेतृत्वदायी भूमिका छ। उनी टेबल टेनिस सङ्घ दाङको अध्यक्ष, मोडर्न पेन्टाथोलनका केन्द्रीय सदस्य र नेपाल स्केटिङ एन्ड रोलिङ एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष जस्ता महत्त्वपूर्ण पदमा रहेका छन्। यसबाहेक उनी युथ अफ तुलसीपुरको अध्यक्षको जिम्मेवारीमा समेत छन्। उनको सहयोगी भावना समाजका लागि ठूलो प्रेरणा हो। लहरेको सक्रियतामा विभिन्न व्यक्ति र सङ्घ संस्थाको सहयोगमा कोरोना महामारीको बेला करिब 400 घर परिवारलाई खाद्यान्न वितरणसँगै स्वास्थ्य सामग्री प्रदान गरिएको थियो। यो कार्यले उनको मानवतावादी चरित्रलाई अझ उजागर गरेको छ। उनी 2067 सालमा 19 वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएका थिए। 2 छोरीका बुवा उनी पारिवारिक जीवनमा पनि उत्तिकै जिम्मेवार छन्। सकारात्मक सोचका धनी अरुण लहरेको सफलताको मन्त्र सरल र स्पष्ट छ। उनी भन्छन्, इमान्दारिता, धैर्यता र लगनशीलता नै सफलताको आधार हो। अरुण लहरे आज प्रेरणादायी व्यक्ति, सफल रोजगारदाता र कुशल राजनीतिक कार्यकर्ताको रूपमा स्थापित छन्। उनले युवाहरूमाझ आफ्नै देशमा पौरख गर्नुपर्छ भन्ने सन्देश दिँदै आगामी दिनमा खेलकुदको विकास, व्यवसाय र राजनीतिको माध्यमबाट समाज सेवामा निरन्तर लाग्ने अठोट दिएका छन्।